नमस्कार, विविध ज्ञान नेपाल युट्युब च्यानलमा स्वागत छ। म विज्ञान श्रेष्ठ। विविध ज्ञान नेपाल युट्युब च्यानलमा हामी हाम्रो जिन्दगीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने गर्छौँ र यस अन्तर्गत हामीले विभिन्न टपिकहरूमा रहेर चर्चा गर्ने गर्छौँ। आउनुहोस्, आज पनि मैले यहाँहरूको लागि एउटा टपिक लिएर आएको छु र त्यो टपिकमा रहेर आज हामी केही कुराहरू राख्ने कोसिस गरिरहेका छौँ। मानव जीवनमा हामीलाई खुसी हुनका लागि धेरै किसिमका कुराहरू आवश्यक पर्छ र ती कुराहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सम्बन्ध हो। किनकि सम्बन्ध त्यस्तो चिज हो जसले सबै कुराहरू प्राप्त गरेर पनि एउटा मानव अपरिपूर्ण हुन सक्छ। त्यसैले सम्बन्धलाई राम्रो बनाउनको लागि हरेक किसिमका टिकदमहरू अपनाउँदै पनि हामी वरिपरिका व्यक्तिहरूबाट प्रताडित हुन पुग्छौँ, पीडित हुन पुग्छौँ र हामीसँग भएको शिक्षा, धन, स्वास्थ्य सबै कुराहरू पनि ती सबै कुराहरू भइकन पनि हामी खिन्न महसुस गर्न पुग्छौँ। त्यसैले सम्बन्धलाई सुधार गर्न के कुराहरूमा ध्यान दिन जरुरी छ, आउनुहोस् चर्चा गरौँ। सम्बन्ध सबै किसिमका व्यक्तिहरूसँग हुन्छ। कोही बुवासँग, आमासँग, दाजुसँग, भाइसँग, छिमेकीसँग, साथीभाइसँग, या भनौँ मानिसहरू हरेक व्यक्तिहरूसँग सम्बन्ध जोडिरहेकै हुन्छन् र त्यो सम्बन्धमा जब तिक्तता उत्पन्न हुन्छ तब हामी समस्यामा पर्न थाल्छौँ। त्यसैले सम्बन्धलाई राम्रो बनाउनको लागि बुझ्नै पर्ने केही कुराहरू लिएर आज हामी उपस्थित भएका छौँ। सम्बन्धलाई राम्रो बनाउन सबैभन्दा महत्त्वपूर्ण र पहिलो कुरा भनेको लिसनिङ हो, अर्थात् सुन्ने। कुनै पनि प्रकारको सम्बन्ध किन बिग्रिँदै जान्छ भन्दाखेरि त्यहाँ उचित तरिकाले कसैको कुरा सुनिएको छैन अथवा लिसनिङ भएको छैन, जसको कारणले गर्दा एकले अर्कालाई बुझ्न नसक्दा यो समस्या आएको भनेर हामीले बुझ्नुपर्छ। प्राय मानिसहरू आफ्नो अभिव्यक्ति कलालाई प्रस्तुत गर्छन्, आफूले जे सोचिरहेको छ त्यो कुरा भन्नु नै ठुलो कुरा उठान्छन्। तर वास्तवमा एउटा सुखद सम्बन्धको लागि बोल्नुभन्दा सुन्नु धेरै महत्त्वपूर्ण कुरा हो र जसले यो कुरालाई ध्यानमा राखेर आफ्नो पार्टनरले के भनिरहेको छ, आफ्नो आफन्तले के भनिरहेको छ भनेर सुन्छन्, त्यो सुन्ने क्षमताबाट नै सम्बन्धको सुरुवात, राम्रो हुने सुरुवात त्यहीँबाट सुरु हुन्छ। त्यसैले आउनुहोस्, आजदेखि हामीले एकले अर्कालाई सुनौँ। किनकि सम्बन्धमा जब धेरै कुराहरू बोल्न खोज्छ नि तब सुन्ने मान्छे नहुँदाखेरि द्वन्द्व हुन्छ, अथवा भनौँ मानिसमा अहिलेको समयमा सुन्ने क्षमता नै छैन, सुन्न सक्ने धैर्यता नै छैन। यो कारणले गर्दा यो समस्या आएको भनेर हामीले बुझ्ने बित्तिकै केही हदसम्म र पहिलो बिन्दुको रूपमा पनि हामीले यहाँ राखेका छौँ। सुन्ने कलालाई आजदेखि विकास गरौँ। सम्बन्धलाई टिकाउनको लागि, स्थिर बनाउनको लागि अरू कुनै कुरा छ भने त्यो हो अहङ्कारलाई त्याग्नु। हरेक व्यक्तिमा थोरै धेरै अहङ्कार हुन्छ। अहङ्कार भनेकै व्यक्ति केन्द्रित हुनु। व्यक्ति केन्द्रित व्यक्तिले हर हमेसा आफ्नै जितको लागि कुरा गर्छ, आफ्नै भलाइको लागि मात्रै कुरा गर्छ। यस्ता पर्सनालिटीहरूलाई अङ्ग्रेजी भाषामा नार्सिसिस्टिक पर्सनालिटी पनि भनिन्छ, जसले आफूलाई सेन्टरमा राखेर कुराकानी गरिरहेको हुन्छ। त्यसैले तपाईँ आफ्नो कोहीसित सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने आफूलाई केन्द्रबिन्दुमा राखेर कुराकानी गर्न छोडौँ र दोस्रो व्यक्तिको पोइन्ट अफ भ्यूबाट पनि सोच्ने कोसिस गरौँ। हामीलाई आफ्नो कुरा राख्न पाउँदा, आफ्नो विचार राख्न पाउँदा, आफ्नो भावना राख्न पाउँदा जति आनन्द आउँछ नि, त्यो दोस्रो व्यक्तिको पोइन्ट अफ भ्यूबाट हामीले कहिल्यै सोच्दैनौँ। जस्तो कि हाम्रो आँखाले जे देखिन्छ त्यही कुरा नै सत्य हो हामी मान्छौँ नि, हामीले जे बोल्छौँ त्यही कुरा नै सत्य हो भनेर हामी मानिरहेका हुन्छौँ। तर जो व्यक्तिले दोस्रो व्यक्तिको पोइन्ट अफ भ्यूबाट पनि हो, उसले भनेको केही हदसम्म सही हो, यो कुरा सही हो, त्यो कुरा गलत हो भनेर दोस्रो व्यक्तिको एङ्गलबाट पनि कुरा गर्न कोसिस गर्छ, त्यो व्यक्ति सम्बन्ध सुधारको मामलामा धेरै अगाडि हुन्छ। त्यसैले दोस्रो व्यक्तिको एङ्गलबाट पनि सोच्ने, विचार गर्ने र बुझ्ने कोसिस गर्नुपर्छ। सम्बन्धलाई सुधार गर्नको लागि अर्को महत्त्वपूर्ण कुरा भनेको धैर्यता। कुनै पनि सम्बन्ध एकै दिन बिग्रिँदैन, एकै दिन बन्दैन पनि। र कोही व्यक्तिसित हामी आजको भेट भएको छ भने
आजकै दिनबाट हामीले उसँग सम्बन्ध गाँस्न सुरु गरिसकेका हुन्छौँ र त्यो सम्बन्ध टिक्ने नटिक्ने कतिसम्म दूरीमा त्यो जान्छ सम्बन्ध भन्ने कुरा एक आपस बिचको स्वार्थको मेलमिलाप, एक आपस बिचको ट्युनिङ मिल्नु नमिल्नुमा भर पर्ने हुन्छ। तर यदि कुनै पनि सम्बन्धलाई लङ लास्टिङसम्म लग्ने हो भने त्यहाँ चाहिँ धैर्यता हुनुपर्छ। किनकि कतिपय समयमा आफूलाई लागेको कुरा भनिराख्दाखेरि गलत व्यक्तिले अर्कै किसिमले बुझिराखेको हुन्छ र त्यो बुझाइलाई हामीले फेरि प्रतिक्रिया जनाउँदा त्यहाँ सम्बन्ध बिग्रिने सम्भावना धेरै रहेको हुन्छ र सम्बन्धलाई निभाउनुको लागि यो लङ लास्टिङ रूपमा लग्नको लागि हामीलाई धैर्यताको आवश्यकता पर्छ। हरेक कुरालाई शान्त भावले बुझेर धैर्यतापूर्वक सुनेर मनन गरेर अगाडि लग्ने हो भने पक्कै पनि सम्बन्ध सुमधुर हुन्छ। र अर्को कुरा, महत्त्वपूर्ण कुरा भनेको अहिलेको समयमा मानिसहरू व्यस्त छन्, तर व्यस्तताका बावजुद पनि मानिसहरू अहिले सम्बन्धहरू गाँसिरहेका छन् र यो सम्बन्धलाई लिएर धेरै नै पीडित बनिरहेका छन्। किन पीडित बनिरहेका छन् र अर्को कारण के हो भनिरहँदाखेरि अर्को कारण रहेको छ सहयोगी भावनाको अभाव। र कुनै पनि व्यक्ति अहिलेको समयमा यतिसम्म स्वार्थी रूपमा प्रस्तुत हुन्छन् कि उसलाई मतलबको कुरा भयो भने ऊ सुन्छ, ऊ बस्छ र उसलाई हेल्प गर्न तयार हुन्छ। तर जब आफूलाई त्यो फिल्डबाट कुनै किसिमको लाभ प्राप्त हुँदैन भनेर उसले बुझ्छ, जान्छ, ऊ त्यसबाट निस्किने कोसिस गर्छ। र यो अहिले 21औं शताब्दीमा अझै धेरै मानिसहरूमा स्वार्थपना हावी हुँदै गएको हामीले देख्न सक्छौँ। त्यसैले स्वार्थी भावना त्यागेर सहयोगी भावना, जब आफूलाई मन परेको मानिस, आफ्नो आफन्त, साथीभाइ, छिमेकी, छोराछोरी, आमा बुवा, जोसुकैलाई पनि हामीले सहयोगी भावनाले त्यो काम गर्छौँ, कुरा गर्छौँ भने त्यहाँ पक्कै पनि त्यो सम्बन्धलाई लङ लास्टिङ लान हामी पक्कै पनि सक्छौँ। सम्बन्धलाई अगाडि बढाउनको लागि, सुमधुर बनाइराख्नको लागि अर्को महत्त्वपूर्ण कुरा भनेको यो दोहोरो हुनुपर्छ भन्ने पनि हामीले बुझ्नुपर्छ। तपाईँले चाहँदैमा मात्रै मै ठिक भनेर पनि हुँदैन र म उसैको एङ्गलबाट मात्रै सोच्छु भनेर पनि हुँदैन। कुनै कुनै सम्बन्धहरू यस्ता खालका हुन्छन् जुन सम्बन्ध दोहोरो हुनुपर्छ। जस्तै श्रीमानले श्रीमतीलाई माया गर्ने तर श्रीमतीले श्रीमानलाई माया नगर्ने, अथवा श्रीमतीले श्रीमानलाई माया गर्ने तर श्रीमानले श्रीमतीलाई माया नगर्ने। तर यो लङ रनसम्म चलिरह्यो, एकले अर्कालाई बुझ्न सक्दैन, इच्छा गर्दैन र उसको मन भरिसकेको छ र उसले हरेक कुरामा न्यु खोज्ने, वाद विवाद गर्ने कुराहरू गरिरहेको छ र जति सम्झाउँदा पनि भएन भने त्यहाँ त्यो सम्बन्ध लगभग सङ्घारको बिन्दुमा पुगेको भनेर हामीले बुझ्नुपर्छ। र त्यसको लागि चाहिँ हामीले बुझ्नुपर्ने कुरा भनेको सम्बन्धलाई गहिरिएर सोच्ने हो भने बुझ्नै पर्ने कुरा भनेको त्यहाँ अब त्यो सम्बन्ध टिक्न सक्दैन, अब मुभ आउट गर्नु टाइम हो। यो कुरा बुझिसकेपछि उसको स्वभाव बोलिरहेछ, उसले जे कुरा बोलिरहेछ, उसको विचार बोलिरहेछ भनेर स्वीकार गर्न सक्नुपर्छ। यो स्वीकार गर्न सकेको अवस्थामा मात्रै त्यो सम्बन्धले दिगो रूपमा अगाडि बढ्न सकिरहेको हुन्छ। अहिलेको समयमा प्राय मानिसहरू पैसाको कारणले गर्दा सम्बन्धमा फाटो आयो भन्ने कुराहरू हामी सुन्न सक्छौँ र त्यो धेरै हदसम्म सत्य पनि हो। र सम्बन्धलाई जोगाउने मामलामा हामीले बुझ्नुपर्ने कुरा यो पनि हो कि अहिलेको समयमा आफन्त, साथीभाइ जो नजिकका छन्, इष्टमित्र छन्, उनीहरूसँग सकेसम्म कम आर्थिक कारोबार गर्ने गरौँ। किनकि अहिलेको समयमा आर्थिक कारणले गर्दा समस्याहरू आइरहेका छन् र त्यो सम्बन्धलाई जोगाइराख्नु छ भने आर्थिक गतिविधिहरू सकेसम्म कम गरौँ। गर्नै पर्ने छ भने पनि त्यसलाई हिसाब किताब एकदम राम्रोसँग गरौँ। दिनुपर्ने लिनुपर्ने कुराहरू चाँडै सकाइदिउँ, धेरै लङ रनसम्म नराखौँ। यसबाट पनि सम्बन्धलाई जोगाउन धेरै हदसम्म सकिरहेको हुन्छ। त साथीहरू, आज हामीले विविध ज्ञान नेपाल युट्युब च्यानलमा यो सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ, सम्बन्धलाई कसरी टिकाउन सकिन्छ, सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक तर सामान्य लाग्ने केही बुँडाहरूमाथि हामीले चर्चा गऱ्यौँ र यस्तै खालका विषयवस्तुहरू यहाँहरू समक्ष हामीले ल्याउने कोसिस गर्ने नै छौँ। आजको लागि भने यो विविध ज्ञान नेपाल युट्युब च्यानलबाट यहाँहरू समक्ष म बिदा लिन चाहन्छु। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। धन्यवाद।